अब यसलाई भनिन्छ क्र्याङ्क ब्यालेन्सर वा ब्यालेन्सर पनि भन्न सकिन्छ र यो क्र्याङ्क साफ्टको यसरी छेउमा बस्ने गर्दछ र यो ब्यालेन्सरले क्र्याङ्कलाई ब्यालेन्स गर्ने काम गर्दछ। अब हेर्नेछौँ क्र्याङ्क ब्यालेन्सरको सेटिङ र यसको टाइमिङ। यहाँ मेरो हातमा छ 3टा मोटो वासर र यो बिचको वासर चाहिँ यो क्र्याङ्क साफ्टमा बस्ने गर्दछ र योभन्दा सानो वासर चाहिँ हामीले हाल्नेछौँ यहाँ यो ब्यालेन्सरको साफ्टमा। यो ब्यालेन्सर हो र ब्यालेन्सरको बेरिङको माथि यस्तो मोटो र सानो वासर हुन्छ र यसको माथिबाट अर्को फ्ल्याट वासर यस्तो हुन्छ। यो फ्ल्याट वासर जसरी हाले नि हुन्छ, उल्टो सुल्टो हुन्न। र यो वासरको माथि अब हाल्नेछौँ यस्तो सानो लक। यहाँ सानो कट हुन्छ, त्यही कटमा यो लक बस्ने गर्दछ। अब यहाँ पछि यसलाई भनिन्छ पिनियम। यसलाई वेट ब्यालेन्स पनि भनिन्छ, ब्यालेन्सर पिनियम पनि भनिन्छ र यसमा एक साइडमा चाहिँ यस्तो डटको मार्क हुन्छ। यो मार्क चाहिँ माथि राख्नुपर्ने हुन्छ र यो वेट ब्यालेन्सलाई हामीले यसरी नै हाल्नेछौँ र यहाँ लकमा चाहिँ प्रपर बस्नुपर्ने हुन्छ यो पिनियम र यो बसेको अवस्था छ। अब यसको माथिबाट आउँछ यस्तो लकमा बस्ने वासर, हल्का कट हुन्छ यसमा र यसको माथि अर्को वासर हुन्छ र यसको अवस्था खासै राम्रो छैन र यो नट पनि हेरौँ। यो नट पनि सेम त्यस्तै छ, यो कुनै जिनियस मेकानिकको काम होला, ह्यामर युज गरेको रहेछ यसको माथि। अब यो लक चाहिँ क्र्याङ्क साफ्टको यो कटमा हाल्नेछौँ, यो यहाँ बस्ने गर्दछ। अब यसको माथिबाट आउँछ ब्यालेन्सर पिनियम। यसमा नि यस्तो डटको मार्क हुन्छ र यो डटको मार्क बाहिरपट्टि फर्काएर अनि यो पिनियम हाल्नेछौँ र अब दुवै पिनियमको यो डटको मार्क हामीले मिलाउनेछौँ। दुईटै डटको मार्क एकदम सिधा हुनुपर्दछ। दुवै डटलाई सिधा राखेर दुईटा पिनियमलाई सेट गरियो भने ब्यालेन्सर क्र्याङ्कमा ठोकिन्न, नभए ठोकिने सम्भावना हुन्छ र क्र्याङ्क र ब्यालेन्सरको सेटिङ टाइमिङ यसरी नै मिलाइन्छ। अब यहाँभन्दा अगाडि जानेछौँ। यसको माथि अर्को यस्तो कटवाला वासर हुन्छ र यसको माथि यस्तो 3टा कट भएको पिनियन हुन्छ। यसको एकतिरको भाग चाहिँ बराबर हुन्छ भने अर्कोतिरको भाग चाहिँ हल्का दबिएको हुन्छ र यो दबिएको भागलाई भित्रपट्टि पारेर यो पिनियन हाल्न सकिन्छ र यो पिनियनको माथि आउँछ अब अर्को यस्तो वासर र यो वासरको माथि हुन्छ नट र क्र्याङ्क ब्यालेन्सर यसरी नै सेट गर्न सकिन्छ।